अब बाटोमा हिँड्छु त्रिशुलतिर खसालिदिने एउटा उपाय छ। म खसेछु भने पनि यो विचार जन्मिसकेको छ, विचार मर्दैन। अन्य धेरै उपाय छन्। को सुरक्षित छ र यहाँ? म जहाँ अब बबुरो के सुरक्षित? सरकारले दिया सेक्युरिटी त लिन्न। म केही सुरक्षित छैन। नेपाली जनताले जोगाएसम्म यी 12 भाइको डर मलाई छैन, कुनै भाइको पनि डर छैन। अनि त्यो सुपर लास्टमा एउटा कुरा भनेर म बिदा हुन्छु। भगवान बुद्ध जब बुद्धत्व प्राप्त गर्न भनेर एउटा उद्देश्य बोकेर निस्किनु भयो, त्यतिखेर दरबार छोडेर यो मान्छे हिँडेको छ भनेर उसलाई यसो गरे सबैले, ए धारे हात, ए अगाडि बुद्ध अगाडि बढेको बढै छन्, पछाडि फर्केको छैन, ए लखटिरहेछ पुरा, होइन लखटिरहेछ, पुरै लखटिरहेछन्। बुद्ध आफ्नो बाटोमा हिँडेछ, लखेटेको छ। उताको मान्छेले भनेको छन्, ए धारे हात लगाएको छ। बुद्ध अगाडि बढ्दै गए, बाटो अगाडि गयो, जम्मा भए भिडहरू, यी सबै मान्छेहरू जम्मा हुँदै गए, हात घारे हात लगाएको छन्। बुद्धले आफ्नो काम गर्दै गए, पछाडि ध्यान दिएनन्, आफ्नो बाटोमा अगाडि बढ्दै गए। जब उनी बुद्ध भए, जब उनी आफ्नो उद्देश्य प्राप्त गरे, त्यतिखेर बल्ल बुद्धले फर्केर हेर्दा ठुलो भिड थियो। तर त्यो भिडमा एउटा फरक थियो, यसो गर्ने हातहरू यसो भइरहेको थियो। यसैलाई ज्ञान बनाएर म अगाडि बढेको छु। यही मूल मन्त्र बोकेर म अगाडि बढेको छु। मैले यति भन्नु पर्थ्यो, मैले यसै गरी भन्नु पर्थ्यो, किनभने यसै गरी बुझ्ने नेपाली तल बसेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई बुझाउने हो। मैले 5 स्टार होटलमा बसेर देश कसरी यसलाई कसरी मन्त्री बनाउने यार, कसलाई फाल्ने यार, कसलाई सचिव लाने भन्ने मान्छेले मेरो कुरा नसुनोस् नहेरोस्, मलाई त्यसको परवाह छैन। मलाई भित्री मधेसमा बसेर दुःख पाइरहेको मधेसको त्यो मेरो साथीले मेरो कुरा बुझोस्, मेरो भाषा बुझोस्, उसको र मेरो भाषा एउटै हो, यही भाषा बुझोस् भनेर म यहाँ आएको। मैले यसै गरी बोल्नु परेको हो। म झुक्क्याउने बौद्धिकता चाहिँ राख्छु, धेरै बौद्धिक होइन। उनले बुझोस्, पहाडमा भएको सामान्य मान्छेले मेरो भाषा बुझोस्, मेरो अर्थ बुझोस्, म त्यस कारणले यो भाषामा बोलेको हुँ।